हेलो नमस्ते स्वागत छ साथीहरू हजुरहरू सम्पूर्णलाई पुनः अफिसियल युट्युब च्यानलमा। आज हामी यता पोखरा महोत्सवतिर जान लागिरहेको छौँ साथीहरू। हामी फ्यामिलीहरू देख्न सक्नुहुन्छ। अगाडि हुनुहुन्छ काका, सानो काका, बजै, सानो लानो हामी 5 जना पोखरा महोत्सव अमरसिंहमा भइरहेको छ, त्यहाँ जान लागिरहेको छौँ। आज चाहिँ मेरो नानी स्कुलको ग्रुप डान्स कम्पिटिसन पनि हुन गइरहेको छ साथीहरू। त्यही भएर हामी फ्यामिलीहरू हेर्नको लागि जाँदैछौँ। ल साथीहरू, हजुरहरूलाई म अमरसिंहमा पोखरा महोत्सवमै गएर देखाउने छु। हेर्दै जानु होला। हजुरहरूलाई म अमरसिंहमा गएर भेट्दैछु। 14औं पोखरा महोत्सव देख्न सक्नुहुन्छ। अब गेट लगाएको छ, हामी आइपुग्यौँ। अब यताभित्र जाने। र त साथीहरू, हामीहरू 14औं पोखरा महोत्सवभित्र इन भइसकेका छौँ साथीहरू। यस पोखरा महोत्सवको आयोजक रहेको छ पोखरा युनाइटेड क्लब। पोखरा महोत्सव पोखरा रङ्गशाला गेटबाट अमरसिंहसम्मको र्याली प्रदर्शनबाट सुरु भएको थियो साथीहरू। त्यस र्यालीमा पोखरा युनाइटेड क्लबले विभिन्न सङ्घ संस्था, समाज, टोल, छरछिमेकलाई निमन्त्रणा गर्नुभएको थियो। पोखरा युनाइटेड क्लबको निमन्त्रणालाई स्वीकार गर्दै हामीहरू पनि रामबजार पूर्ण समाज पोखराको तर्फबाट र्यालीमा उपस्थित भएका थियौँ साथीहरू। त्यस र्यालीमा आए बापत प्रति व्यक्ति 2वटा टिकट दिनुभएको थियो साथीहरू। त्यस र्यालीमा सानो आनो म पनि आएका थियौँ। त्यही भएको भएर सानो आनो मैले 2-2वटा पास पाएको थियो। आज पोखरा महोत्सव हेर्नको लागि बजै, 2टा आनो, काका, म हामी 5 जना छौँ। बजै चाहिँ 80 वर्ष क्रस हुनुभएको भएर बजैको टिकट लागेन। हामी 4 जनाको लागि चाहिँ अस्तिको 4वटा पासले भयो। त्यही भएको भएर हामीहरू आज पोखरा महोत्सव फ्रीमा हेर्दैछौँ ल साथीहरू। काका र म चाहिँ यहाँ पछाडि, मतलब काका अगाडि जानु भइसक्यो, काका त यता हुँदो रहेछ। स्टेजमा धुरी घर्किराखेको छ। हामी चाहिँ अबेला आएको। अलिक मिलाइदिनु के होला। पैसा नानीको पनि किन्नु र होइन नि त त्यसले सस्तो नै झन् धेरै लिन्छ है। मेरो छोरीको फेभरेट खानेकुरा लेडिजहरूको म्याक्सिमम छोरीको आमा ज्याकेट त क्या बया लाग्दो रहेछ बच्चाहरूको, सानो बच्चाको। नमकिन, नाडा, अचार, अब हामी स्टेजतर्फ नजिक आइपुग्दैछौँ। अचार
जताततै अस्ति हामीले खाएको यहाँ पिपल गार्डन रेस्टुरेन्टमा जताततै तिम्रो मेरो चर्चा चल्छ रे अस्ति घरमा थाहा पाएछ गर्नु गाली गरे बादलको तालैमा नाचिन्छ तिमीले जेवानी भन्दा ज्योतिमा कम्मरै नाचिन्छ अनुहार गम्कियो बादलको तालैमा नाचिन्छ तिमीले जेवानी भन्दा ज्योतिमा कम्मरै नाचिन्छ तिमीले जेवानी भन्दा ज्योतिमा कम्मरै नाचिन्छ दुनियाँले जे भने नि त्यसले मन छुन्न दुनियाँले जे भने नि त्यसले मन छुन्न यति माया गरेको छु तिम्रो हुन्छु हुन्न आउने बित्तिकै यहाँ कति हँसिला हुन्छन् हाम्रा दिदीबहिनीहरूलाई हेर्नुहोस् है। दर्शक त अहिले 21 पछि दोहोरी गाउँला यही अनुरोध गर्ने अहिले भने असाध्यै मिठा मिठा आफ्ना प्रस्तुति राखिदिनको निम्ति आजको अतिथि कलाकार प्रिय भाइ प्रेम बस्याललाई म अगाडि आमन्त्रण गर्न चाहन्छु। एकपटक प्रेम बस्यालको लागि जोरदार ताली बजाएर स्वागत गरिदिनु होला। धन्यवाद। राष्ट्रिय लोक तथा दलित प्रतिष्ठान नेपालका केन्द्रीय हाम्रो महासचिव हाम्रो आदरणीय अग्रज हाम्रो सबैको प्रिय कलाकार कुशल कार्यक्रम सञ्चालक आदरणीय चोलेन्द्र पौडेल दाइप्रति म उच्च सम्मान व्यक्त गरेँ। त्यसै गरेर राष्ट्रिय लोक तथा दलित प्रतिष्ठान नेपाल कमिटी प्रदेशका उपाध्यक्ष हाम्रो आदरणीय आरसी पौडेल छ। त्यसै गरेर मेरो आदरणीय कृष्ण भाइ मेरो प्यारी बहिनीसँगै मेरो प्यारी बहिनी मेरो नाम ठ्याक्कै मधु बहिनी हो। मधु बहिनी मिठा स्वरका ध्यानी मेरो प्यारी बहिनीहरू। त्यसै गरेर पछाडि हाम्रो सङ्गीतकर्मी मेरो आदरणीय दाजुभाइहरू सबैप्रति समान छ। त्यसै गरेर यो 14औं पोखरा महोत्सव आयोजना गर्नुहुने आयोजकज्यूप्रति युनाइटेड क्लब पोखराप्रति पनि उच्च सम्मान छ। यहाँहरू सबैलाई सम्मान दिँदै गर्दा अगाडि रहनुहुने दाजुभाइ दिदीबहिनी बुवा दाजुभाइ सबैजना स्टेल लिएर बस्नुहुने सबैप्रति दाजुभाइ दिदीबहिनीहरू सबैप्रति म स्याङ्जाली आदि वैँसी छिटो प्रेम बसालको हार्दिक नमस्कार छ, स्वीकार दिनु होला है। यहाँहरू सबैजनालाई सम्मान छ। हामी गीत गाउनु भनेर आएको छौँ, धेरै ठिक नहोला है। जति बोल्नु पनि हाम्रो चलन दाइ बोलिरहनु भएको छ, अगाडि 10 दिन अगाडिबाट अझै बोल्नुहुनेछ। दाइको घाँटी नसुको सबैको आशीर्वाद लागोस् है। हाम्रो दाइप्रति सम्मान छ। सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरू सबैप्रति सम्मान छ। म धेरै नबोलिकन यहाँहरूको लागि मैले केही समय अगाडि बजारमा ल्याएको गीत थियो अङ्गुर पाकेको तिम्रो रूप हेरेर छैन थाकेको। हाम्रो नमिठो स्वरलाई पनि मिठो बनाइदिनु हुने मेरो अगाडि रहनुहुने हाम्रो साउन्ड इन्जिनियर मेरो आदरणीय ओम सरसँगै मेरो राम सर भाइ बहिनीहरू सबैप्रति सम्मान छ। यो माइक मलाई मेरो स्वरलाई कस्तो चाहिन्छ थाहा छ, त्यस्तै बनाइदिनु होला। त्यसै गरेर क्यामेरा पर्सनमा रहनुहुने हाम्रो हेन्सन भाइ सबैप्रति सम्मान छ। उतातिर पनि यतातिर नि है, सबैप्रति सम्मान सहित म धेरै नबोलिकन म गीतबाट सुरु गर्न चाहन्छु। हाम्रो दाजुभाइहरू हुनुहुन्छ, हाम्रो बुवाहरू हुनुहुन्छ, सबैजना नाच्नको लागि तयारी रहनु होला। म अलिक ढिलोबाट छिटो जानेछु। अहिलेको लागि अङ्गुर पाकेको हेर्नुहोस् त छ होला त्यहाँ। यो ताली बजाउन मिल्छ।